बालमनमा बसेका दुई दर विरूपाक्ष र 12 वर्षे पर्व। आज म आफ्नी कच्चा उमेरको एउटा सम्झना सुनाउँदैछु। कति सालको कुरा हो ठ्याक्कै याद छैन। त्यसबेला स्कुलमा इतिहास भन्ने एउटा सानो पुस्तक पढ्नु पर्थ्यो। त्यो पुस्तकको कभरमा पशुपतिनाथ परिसरको विरूपाक्षको आधा करोडको मूर्तिको तस्बिर थियो। त्यो पाठ गुरुले पढाउनु भयो कि भएन अहिले सम्झना छैन। तर विरूपाक्षको बारेमा भने घरमा आमा लगायत ठुला बडाबाट एउटा किम्वदन्ती सुनिएको सम्झना छ। भनिन्थ्यो भुइँमा गाडिएको विरूपाक्षको मूर्ति हरेक वर्ष अलिअलि गर्दै माथि आउँदैछ। यो दिन त्यो पुरा कोड माथि आयो भने कलियुग सुरु हुन्छ, पृथ्वी पल्टिन्छ र मानिसहरू सबै नष्ट हुन्छन् रे। बालमन हो। त्यो कुरा सुनेपछि विरूपाक्षको नामै सुन्दा पनि डर लाग्थ्यो। राति आमासँग सुत्दा पनि कहिलेकाहीँ सपना देख्थे विरूपाक्ष भुइँबाट माथि उठेर आइरहेको छ। डरले चिच्याएर रोएपछि आमाले छकछकाउँदै सोध्नुहुन्थ्यो, के हो नराम्रो सपना देख्यो कि? यस्तो एकपटक मात्र होइन, एकभन्दा बढी पटक भएको मलाई अझै सम्झना छ।